हेलो गाइज वेलकम छ फेरि पनि नयाँ भिडियोको साथमा हामी फेरि आइसकेका छौँ। त्यति बेला चाहिँ म लगभग एक्लै छु भने नि हुन्छ, फरकै नपर्ला। एक्लै बारीतिर झर्नाको हेर्नु पानी परेसँगै ठाउँमा धमाधम जोत्ने कार्यक्रम चलिरहेछ। अनि चाहिँ लगभग त्यस्तैमा जानु। आज चाहिँ घरको बाँझो मार्ने अरे बारीमा, त्यही भएर त्यही यसो मल छिटाउन जानु पऱ्यो र घाँस काट्नु जानु पऱ्यो भनेर हिँडेको होइन। बेला हामी चाहिँ यसो एक्लै गोरु गइसक्यो, त्यही चाहिँ बाबाहरूले जोत्नु लाग्यो। हलोबारी म त यो घाँस काट्नै फर्किने हो, धेरै काम छैन त्यही पनि। A few moments later. म चाहिँ भर्खर बेला बारीमा आइसकेँ। हाम्रो बारी यहाँदेखि अझैपट्टि र बारी नजिक आइसकेको छ। सायद जोत्न लाग्नु बाउहरूले नि जोत्दैनन् क्या, बाउहरू त छैन नै यहाँ त। कहाँ जोत्न लाग्दैन ओए हाम्रो बाउ सित ओए ल जोत्ने कार्यक्रम चलिरहेको तल। तिनवटा बारी हाम्रो लोकेबाले जोत्न लाग्छन्। यताखेरि हाम्रो बाबाले फेरि मन शीतल लाग्छन्। पुरै अरे क्या खत्रै अरे, साइन्टिस्टले पत्ता लान्न नसके मन चाहिँ सायद मन शीतल पर्दैन होला। कोठा त चाहिन्छ भा हबा कोठालो ल्याऊ चाहिँ अब कोडाल ल्याएर आएको थिएँ। त्यही कोडाल लिन्छ के रे कसले ए मलाई त जोत्न पठान्छ नि। ल जोत्न जान्छु एक लटमा, त्यही पनि कस्तो हुन्छ थाहा होइन।